एउटा जानकारी गराउन लागेको समग्र दाजुभाइ तथा दिदीबहिनी, पूर्व हाम्रो न्यायाधीश सुशीला कार्की, पूर्व प्रधानमन्त्री अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीज्यू त उहाँ त न्यायाधीश मात्रै होइन, प्रधानमन्त्री मात्रै होइन, उहाँ त एउटा ज्योतिषी जस्तो पनि ज्योतिष पनि हुनुहुँदो रहेछ होइन। एउटा कुनै फिल्म आचल कार्कीको फिल्म हेर्नुभएछ होइन, उहाँले त्यो फिल्म हेर्दाखेरि त्यति राम्रो लाग्यो अरे, उहाँको भविष्य राम्रो छ अरे, भविष्य पनि उहाँले बताइसक्नुभयो। उहाँ ज्योतिषी काम पनि गर्नुहुँदो रहेछ। धरती माता हुन्, हामीले समग्रमा उहाँलाई हार्दिक नमन गर्नुपर्छ। तर यो अहिले अध्यादेश मार्फतबाट चाहिँ उहाँ अलिकति चिचाइराखेको छ क्या। अब त्यो धर्मगुरु त्यस्तो सबै भविष्यवाणी गर्ने माताहरूले त त्यसरी त त्यो प्रधानमन्त्रीलाई चाहिँ लचित गर्दै त्यो गाली गर्नु हुँदैन थियो। यो पनि यो कस्तो भविष्यवाणी गर्नुभएको त्यो पनि एकचोटि के भएर तपाईँले त्यस्तो बोल्नुभयो, एकचोटि आफैमा आफै पनि अब जो हाम्रो प्रधानमन्त्रीमा ज्यूलाई, अब पूर्व प्रधानमन्त्री ज्यू भनौँ, पूर्व न्यायाधीश ज्यूलाई त्यो अनुरोध गर्दछु। जय नेपाल है। समग्रमा उहाँकोमा अब कोही हुनुहुन्छ भने भविष्य केही छ भने उहाँकोमा सबैकोमा गएर यसो ग्रह दशा यसो टिप चिना लगेर उहाँले बाँडी गरिदिनुहुन्छ है, सबै हेरिदिनुहुन्छ भनेर जानकारीको लागि भने है हजुर, समग्रमा है।